खै अरे अझ काली अट्याक अट्याक छप तेल लहट लड जाऊ त सो हे गाइस गुड मर्निङ वेलकम ब्याक टु माई न्यू ब्लग सो फेरि पनि स्वागत छ तपाईँलाई मेरो नेक्स्ट ब्लगमा सो आज चाहिँ म माथि बगासे चाहिँ जाँदैछु है 4 बोरा दाना लगाएर उकालो यस्तै छ अटोमा चाहिँ त्यो चाहिँ कति कुन्टल भने 2 कुन्टल दाना लगाएर चाहिँ म माथिल्लो बगासे जाँदैछु आज चाहिँ होइन सो तान्छ कि तान्दैन हेर्दै जाउँला होइन म्याउ म्याउ किन रहेछ यो के भयो के भयो के भयो तँलाई हे के भयो तँलाई के भयो किन रहेछस् सो अब चाहिँ ढिला नगरिकन जाऊँ होइन माथि चाहिँ के हुन्छ भनेपछि अलिकति दिउँसोतिर घाम बढी भयो भने चाहिँ इन्जिनलाई मार पर्छ होइन त्यहाँ चाहिँ धेरै नै रेस्ट लिनुपर्छ कि बिहानमै जानु ठिक छ होइन सो बिहानको यस्तो छ सुरुवात आजको दिन हेर्न यो बाख्राले यसले जहिले काण्ड न काण्ड त गरेकै हुन्छ कि भने कि तँलाई हान्यो कि मार्यो अहिले खै अरे अझ काली अट्याक अट्याक छप तेल लहट लड जाऊ त हमारा काली त बहुत डेन्जर है साला सुरुमा चाहिँ यहाँ तेल अन गर्नुपर्छ क्या त्यसपछि बल्ल हुन्छ होइन यो इन्जिन चाहिँ बाल छ कि सोना सोना लगता है तेरा दीवाना होता है क्या क्या अझै अर्को पनि थियो यो चाहिँ स्कुटर बुवाले मात्र चलाउँछ मम्मीले जान्दैन होइन म चाहिँ कहिलेकाहीँ चलाउँछु यसो अटो बिग्रेको बेला मात्र चलाउँछु मैले चाहिँ स्कुटर अरू बेला काम छैन मलाई पहिला चाहिँ बाइक थियो है मसँग त बजाज विक्रान्त थाहा छैन सेतो अहिले त्यो चाहिँ त्यो सुनसाथी पसलको लागि एकजनालाई बेचिदिएको खतरा बनाएको छ यार गाडी त बाइक त यसले भाँचेर भ्यायो कि त्यसले तेरो पक अहिले कालीलाई बोलाइदिउँ कालीलाई बोलाइदिउँ कालीलाई बोलाइदिउँ सो अब चाहिँ यसलाई मैले एकैछिन स्टार्ट गर्छु होइन हुन्छ कि नै सेलेबाट तपाईँले त्यो कहाँ लगाउने भने त्यो कमेन्ट गर्नु भएन होइन म अब फालिदिन्छु त्यसलाई बस खतम हेर त के हो र स्टार्टै भएन त हौ अब यसको अर्को उपाय पनि छ मसित अब यो डन्डी तान्ने होइन माथि नै बसेर तान्नुपर्छ जय विश्वकर्मा बाबा कि पहिला चढ्नुभन्दा अगाडि जहिले पनि ढाउदिनुपर्छ कि गाडीलाई हो कि नै हो नि मोबाइल राख्ने स्ट्यान्ड छैन गाइज यो ल्याइदिएन त्यो मुर्दार म त अब गाडी गर्छु त्यो मुर्दारलाई यहाँ राख्छु एकछिन मोबाइल है स्टार्ट हुन्छ कि नै हेरौँ सक्सेस सो अब चाहिँ म नास्ता खान्छु त्यसपछि चाहिँ दाना हाल्छु माथि जान्छु ओके यसले हैरान पारेछ तेरा पख न फेरि त्यहाँ गएर अड्डे ला खाइस हमसे पंगा यो चाहिँ हाम्रो प्याज कति क्या छ यो चाहिँ अटो है रिलिक्स चाहिँ खतरा लेखेको छु नि चिया खाने त माथितिर लाग्ने अब सो फाइनली गाइस म चाहिँ यहाँ माथि आइपुगेँ होइन
त्यहाँ मेन उकालोमा चाहिँ मेन उकालो अनि मेन घुम्तीमा चाहिँ तान्यो किनकि अस्ति पानी परेको थियो नि त त्यो कारणले चाहिँ यहाँ माटो बसेर चाहिँ हल्का तानेछ होइन अलि माथितिर चाहिँ पात छ कि त्यहाँ चाहिँ अलिकति मलाई अनसेयर जस्तो लाग्छ होइन यस्तो पातहरू थुप्रै छ क्या बाटोमा चाहिँ त्यहाँनिर चाहिँ हेरौँ कस्तो हुन्छ होइन उकालो नि ठाडै छ क्या यस्तरी हिँड्यो भने कसो भनौँ निधारले भइसक्छ यस्तो खाले उकालो चाहिँ यार गाडीलाई मन पर्दैन त परिहाल्छ नि यार उहाँ पारी उकालो यो चाहिँ जङ्गलको बाटो है पुरै होइन रातिमा चाहिँ यहाँ रिक्स नै हुन्छ हिँड्नु अगाडि होइन त्यो घर छ नि जुन त्यहाँ घर देखाएको छ नि त्यो घरमा चाहिँ त्यही घरको तल ठ्याक्कै आँगनमा भनौँ होइन आँगनमा चाहिँ मान्छे पुरा छन् क्या त्यही अब यहाँ चाहिँ रिक्स हुनुपर्छ है देखाएको छ नि यहाँबाट चाहिँ यहाँ त जान्छ मजाले यहाँ के अनसेयर चाहिँ उठ्यो यहाँ फाट यस्तो पातहरू धेरै भयो भने चाहिँ लड्किन्छ कि टायर अगाडि ऊ चाहिँ गर्न पाउँदैन मुभ चाहिँ गर्न पाउँदैन होइन रनिङ चाहिँ गर्छ होइन तर एकको ठाउँमा नाचे गर्दै यस्तो भयो भने चाहिँ अगाडि बढ्न पाउँदैन टायर चाहिँ त्यसले चाहिँ गिफ्ट लिन पाउँदैन क्या उ त्यो मेरो काली चाहिँ कहिले छोड्दैन कि मेरो साथ यता माथि आउनुपर्छ कहिले छोड्दैन गाउँ चाहिँ यही हो एउटा घर यहाँ छ एउटा घर यहाँ दुईवटा एउटा घर त्यहाँ छ यहाँसम्म 3वटा छ होइन अलि माथि अझै अलिकति ग्याप 10-15 मिनटको बाटोमा चाहिँ ग्याप छ त्यहाँनिर चाहिँ माथि चाहिँ 6-7वटा घर चाहिँ छ होइन माथि चाहिँ यो बाटो चाहिँ पहिला यस्तो थिएन है यो चाहिँ अस्ति भर्खर एउटा स्काइवेटरले चाहिँ उता माथि ढुङ्गा पोड्नलाई गएको थियो त्यो बेला चाहिँ आएर चाहिँ यहाँ बाटो बनाइदिएको थियो फर्किँदाखेरि उसलाई पनि काम लाग्छ नि त अब उसले त ढुङ्गा पटालियो ढुङ्गा लगेर जानियो त्यो कारणले चाहिँ टेक्टर हाल्नै पऱ्यो माथि त बाटो भयङ्कर खतम छ कि यतातिर लगभग 15-16 दिनसम्म हाल्नुपर्छ इन्जिन बढ्यो भनेर जाने पनि भयो कि यस्तो हो कि उकालो हेर न पहिलाको अटोले 4 बोरा दाना पनि तान्नु सक्दैन है यो अटोले चाहिँ मजाले यार गरेर यार यस्तो मलाई एउटा घर चाहिँ यहाँ छ होइन यो चाहिँ धरमको घर हो मेरे दोस्त का घर है पहिला चाहिँ हामी सँगै पढ्यो होइन त्यहाँ नोइस हो नि त तँलाई मैले बसाल्दिनँ पक्न यहाँ चाहिँ अलिकति अप्ठ्यारो छ क्या यो खोलामा चाहिँ लास्ट भयङ्कर अप्ठ्यारो भने यहीँ हो होइन अन्त चाहिँ छैन अन्त चाहिँ काली नोइस त गइस् के त मैले बसाल्दिनँ के तँलाई यो चाहिँ जहिले पनि बस्न भनेर आउँछ कि यहाँ पानीमा नआयो भने मैले यसलाई हाल्दैन ओइ यहाँ चाहिँ फेरि अब मुखामा क्याप्ने स्थिति आउनलाई छ गाइज होइन पानीमा नखेलाइ हिँड हो यहाँ चाहिँ लास्टै अप्ठ्यारो छ कि यार ओहो यहाँ चाहिँ हो यो खोलामा चाहिँ लास्टै अप्ठ्यारो छ कि मलाई चाहिँ यहाँ लास्टै अर्कै लाग्छ कि यहाँ चाहिँ धेरै भयो भने घद्लाङ गऱ्यो भने चाहिँ यो अगाडिको टायर उठ्ने र अलिकति स्पिड घुमेर घ्याच तल बस्यो भने चाहिँ मको पाट्टै जान्छ कि त्यो डर चाहिँ हुन्छ होइन जङ्गलमा चाहिँ तर खोल्ने सामानभरि छ मसित होइन तर त्यसमा हाल्ने सामान चाहिँ छैन के त्यस्तो हो होइन यो चाहिँ पुरै जङ्गलको बाटो हो है यहाँ चाहिँ डराउनु हुन्छ रातिमा हिँड्नु चाहिँ होइन अब चाहिँ म आइपुग्न लागिसकेको छु होइन बस अब 4-5 मिनटमै म त्यहाँ पुग्छु त्यसपछि सामान हालिदिन्छु त्यसपछि म चाहिँ निक्लिन्छु सो हिजोको भाडा पनि ल्याउनु छ त्यही भएर चाहिँ अहिले मैले बिहान बोनीको लागि मात्र ल्याएँ सो आज चाहिँ शुक्रबार खास चाहिँ केही हुँदैन होइन
त्यही पनि हल्का गाउँहरूको भ्लगहरू बनाऊँ भनेर चाहिँ मात्रै होइन। बिहान यो खुरापाती दिमाग पनि कहिले के होइन। सो अब चाहिँ जाम उहाँ कालीले उहाँ पर्खिरहेको छ उहाँ अब अहिले गर्छ अहिले। So let's see, start auto. आयो मलाई फेरि अब अर्को मुसिबत आउनु लाग्यो क्या गाइस। अब यहाँ स्ट्यान्ड हालौँ भने भाँचे गर्छ होइन। अब हातामा छोप्ने हो, त्यसपछि अप्ठ्यारो आयो भने चाहिँ सिधै मुखामा क्याप्ने। यहाँ यस्तो छ कि बाटो, एउटै हातले गरौँ है त कन्ट्रोल है, जान्छ कि नै। जय महेशमती तान भोसडी के तान्यो यार, मान्नुपर्छ यार। अब यहाँ छ कि अलिकति अप्ठ्यारो पनि यहाँ छ कि त्यो पात हेर्दै मलाई झ्याउ लाग्छ कि यार यो बाटोको यार। पातले नाच्दै दिन्न कि हेरमै, वान हात सिङ्गल हात, एउटा हातमा मोबाइल एउटा हातमा ह्यान्डल। तान भाइ तान तान्यो यार, मान्नुपर्छ यो अटोलाई। यहाँ छ क्या अलिकति के हो कराउने भने तान्ने रहेछ क्या यार। अहिले त त्यस्तो केही गरिँदैन, हिजो थोरै सामान लिएर आएको नि गरिरहेको थियो भन्दै तान्दैन। आज त के हो गर्ने बित्तिकै तान्न सुरु गर्छ त के हो। अब जस क्या तैँले पनि कालीमा दनक गर्दै हिँडिरहेको छ। यहाँ पनि त्यस्तो तान्यो भ्यायो उकालो भ्यायो। अब चाहिँ सम्मु छ त्यो चाहिँ बाटै देखिन्न कि यार। पहिला यहाँ यो गाउँमा सबैभन्दा अगाडि अटो ल्याउने व्यक्ति को थाहा छैन नि, त्यो व्यक्ति मै हो पहिला। अहिले त यस्तो छ क्लियर छ भने बाटो होइन, पहिला झन् कस्तो थियो ल आफै सोच्नु। त्यो अहिले जुन उकालोमा म चिच्चा पनि होइन, सेम हो यही दाना हाल्यो 4 बोरा होइन, आयो उकालोमा बाटो त्यो उकालो तान्न नसकेर गाडीले ठाडै थियो कि। अहिले त हल्का काट्दैछ होइन, पहिला त ठाडै थियो क्या। कस्तो हुनु गाडी त नघुम्ने न केही गर्ने, लड्की त्यसको साथ त बाङ्ग हुन्थ्यो क्या उकालोमा। मैले कसरी उकालो आफै सो मैले चाहिँ धार्ने सामान चाहिँ यहीँ होइन ऊ यहाँ पारि चाहिँ। अब यहाँ पनि अप्ठ्यारो चेक टप यहाँ हेरी यस्तो छ यहाँबाट झार्ने। चलो ओइ हाँ टुक्ने झन्नै यार साटो लैजालो है खतरा कर ट्र्याक्टर यार। ओइ गयो वहाँ टुक्ने गयो। हेर त यस्तो उल्टे परेछ बे। यो पछाडि चाहिँ ओभरलोड भयो भने चाहिँ के यस्तै हुन्छ कि कोल्टे पर्छ कि गाडी। ओइ यस्तो तात्या छ गाडी, कुलिङ छ यो चाहिँ चलिरहन्छ क्या। त्यसपछि इन्जिन चिसो हुन्छ साँच्चै, त्यसपछि गइन्छ होइन। गाडीको हालत झन् धुलो छैन र मात्रै हो, नत्र भने त सेम टु हुन्थ्यो। दाना छ यही हो, बल्ल चल्यो यार कुलिङ कुलिङ बल्ल चल्यो क्या। झारौँ कति पैसा ड्याममै 600 रुपियाँ दिनुहोस्। यहाँ बनाउनुहोस् कि बाटो त्यसै जान्छु है, खुल्ला दिनु छैन 100 रुपियाँ फेरि दिनु भएन। हुन्छ ल मेरो खुल्ला भइगयो। अब कहिले आउने कहिले जाने भइरहन्छ नि। सो होइन म चाहिँ त्यहाँ चाहिँ सामान झारिदिएर चाहिँ म आइसकेँ होइन। मैले झार्दैन है, उसको अङ्कलको छोरा आएँ होइन, उसले आफै घचा हालेँ, घचाघच जुलो पारेँ, जे पारेँ आफै पारेँ, मेरो पार्दैनन्। म चाहिँ फर्किसकेँ। यो काली चाहिँ बस्नको लागि कस्तो गरे यसलाई अझै मैले हाल्दैन झुसै जस पारिदिन्छ। त्यसपछि साँझतिर भए त ठिकै थियो, त्यहाँ बस्नलाई कस्तो गरे क्या त्यहाँ ऐना हेर्दा बस्नलाई कस्तो गरे। नत्र नि अघि आउँदा झिकेर गएको थियो नि त। अहिले म फर्किँदा खाली छु,
त्यसलाई बस्नु छ जसरी सो यसलाई चाहिँ मैले अहिले ठाउँमा तल घुम्टीमा गएर हाल्छु अहिले हालेन भने फेरि घर गएर बोल्दैन मसित रिस्या गर्छ काली यहीँ जा भन्नुपर्छ टेर्दैन मोरे पनि टेर्दैन मोरे पनि हान्न भने त कि त्यस्तो छ खतम छ कि रिसाउँछ अहिले घर गएर बोल्दैन यसलाई मैले यहीँ हाल्छु है काली आइज जा भित्र जा यस्तो छ यो छिकै यो चाहिँ खतम छिकै यो गाडीमा बस्नलाई वहाँबाट पछि आउँछ भने के यो गाडीमा बस्नको लागि मात्र के कस्तो लाग्थ्यो यो फेरि यसलाई हालेन भने फेरि घर गएर मसित बोल्दैन सो आजको भिडियो चाहिँ यति नै होइन के कस्तो लाग्छ प्लिज कमेन्ट गर्नु होला लङ भिडियो चाहिँ धेरै म लङ पनि हाल्दैन छोटो पनि हाल्दैन होइन ठिकको हाल्छु 10-12 मिनटको सो आजको लागि यति नै सो बाई बाई फेरि भेटौँला अर्को एपिसोडमा